भइरहेको र अनन्त ठाकुर रु 205 उपलब्ध गराउनु भएको छ। उहाँलाई पनि जय जय होस्, उन्नति प्रगति भइरहेको र सेवा गर्नका निमित्त हजुरहरूले यहाँ अलिकति दान गर्नुभयो भने हजुरहरूको दानमा शुद्ध हुन्छ अनि भगवानको पनि सेवा हुन्छ। त्यसले गर्दा हामीलाई धेरै धेरै सम्मान साधुवाद भगवानको कृपा सदा सर्वदा रहिरहेकोस् र हजुरहरूका निमित्त प्रसादको व्यवस्थापन गरेको साथ ग्रहण गर्न सक्नुहुनेछ। निःशुल्क जलपान ग्रहण गर्न सक्नुहुनेछ। आएर भगवानको सेवा पूजा मार्फत तत्पश्चात आएर भगवानका दिव्य गाथाहरू पनि श्रवण गर्न सक्नुहुनेछ। हजुरहरू जहाँ जहाँबाट हुन्छ कृपया आएर भगवानको सेवाका निमित्त तल्लीन हुन पनि म विशेष अनुरोध गर्न चाहन्छु। हर हर महादेव। भइरहेको छ उहाँको पनि जय जय होस्, उन्नति प्रगति भइरहेको सदा सर्वदा सुख शान्ति बनिरहेको। पानी बढाइ हुँदैछ। ल ल पुण्यको काम हो। स्पोन्सर मेरो नाम छैन यहाँ। ल पानी खानु पर्यो, पानी खान आइपुगेँ म पनि। के छ त हाम्रो कार्यक्रम यहाँ? पानी बाँड्ने मुख्य मान्छे त्यहाँ हो। मैले त मुख्य मान्छे यता पनि देखेँ त। अस्ति मैले शिक्षकहरूलाई भेटेको थिएँ अस्ति आउँदा पनि। स्वयंसेवक समितिका र उहाँलाई पनि उपस्थित भइदिन यहाँ यसकै हजुर जहाँ हुनुहुन्छ यहाँ उपस्थित भइदिनु होला। त्यसै गरेर सेवा दिदीले रु 500 उपलब्ध गराउनु भएको छ भगवानका सेवाका निमित्त। उहाँलाई पनि आएर आफ्नो सम्मान ग्रहण गरिदिनुका निमित्त म विशेष उहाँले 160 रुपियाँ भगवानको सेवामा उपलब्ध गराउनु भएको छ। उहाँको पनि जय जय होस्, उन्नति अर्पण गर्ने हो। अनि जो आभूषण छ यही छु हामी पनि भेट्नु त। पानी बाँड्ने ठाउँमा हामी तथा हाम्रो परिवारमा पानी बाँड्ने ठाउँमा खडुदाइ भएको ठाउँमा त्यो अत्यन्तै भगवानको कृपाले गर्दा हामीले सोचेभन्दा धेरै अगाडि बढ्नेछन् हाम्रा कर्महरू। होइन पाताल गङ्गा होइन, यता यता अगाडि भविष्य हुनेछ मन्दिरमा। हजुरहरूले दिएको रकम हजुरहरूले कहाँ हुनुहुन्छ त? सेवाका निमित्त दिनुभएको दान जोइमा आउने भाउनु त विशेष अनुरोध गर्न चाहन्छु। बसिराखोस् र विभिन्न हाम्रा अध्यापक महानुभावहरू पनि आउने क्रम जारी छ। सबैलाई विशेष विशेष स्वागत गर्न चाहन्छु। भगवानका कृपाले हजुरहरूको हर हर महादेव। श्राद्ध गर्न पनि पाउँछौँ, यहीँ आएर पितृहरूको तर्पण गर्न पनि पाउँछौँ, यहीँ आएर पितृष्टि कर्म गर्ने पनि हाम्रा यहाँ हुनुहुन्छ। साक्षात् भगवान यहाँ हुनुहुन्छ। र त्यस्तै गरेर मन्जु तिवारी बिचनगरात सगरमाथा डोलबाट हुनुहुन्छ। उहाँले भगवानका सेवाका लागि 505 रुपियाँ प्रदान गर्नुभएको छ। धेरै धेरै धन्यवाद छ नानीहरूमा, परिवारमा र विदेशमा आउने सबैमा। म पर पुगेर आउँछु ल। परिवारमा सुख शान्ति समृद्धि सधैँ भइरहोस्। त्यस्तै गरेर मेलाको आयोजना आजबाट होइन 100 वर्ष पहिलादेखि नै यहाँ भइराखेको थियो र आज पनि भइरहेको छ। र यो पवित्र स्थानलाई अझ पवित्र बनाउनका निमित्त हाम्रो अत्यन्त ठुलो भूमिका रहन्छ। त्यस्तै गरेर विष्णुमाया चढाइ भोजनगर सालबाट यो गोर्सीमा यहाँ विष्णुमाया चढाइ ओली विष्णुनगर साथ जोशीमलबाट र उहाँले भगवानका सेवामा 505 रुपियाँ प्रदान गर्नुभएको छ। र आज उहाँको जन्मोत्सव पनि रहेछ। हेर्नु कति भाग्यशाली हुनुहुन्छ उहाँ। र
उहाँको जन्मदिन आजै त्यो पनि शिवरात्रिका पावन अवसरमा यहाँभन्दा ठुलो संयोगहरू केही पनि हुन सक्दैन। शान्ति समृद्धि उहाँका जीवनमा उत्तरोत्तर उन्नति प्रगति भगवत कृपा लक्ष्मी प्राप्ति भइरहेको यही कामना गर्न चाहन्छौँ। जय श्री राधे राय। त्यस्तै गरेर अमरनाथ झा मेचीनगर 10बाट रु 105 दर्शन गरेर आउनुभयो राजा भिड छ त्यहाँ यो अवस्थामा आइरहँदा हाम्रो आदरणीय दाजु खोइ त युनिसाहरू आएन किपाहरू उहाँहरूको ल अब हजुर पोस्ट दिन युट्युबमा अब खतरा अब आइसक्यो बिहान गएर राख्नु छैन हौ बाला चतुर्दशीमा बरु कस्तो भिड थियो अहिले त छैन त्यस्तो छ हजुर यहाँ गएर हजुरहरूले बाला चतुर्दशीमा चाहिँ एकदम भिड थियो त्यो हेरिकन आज कम छ हजुरहरूले त्यहाँबाट रसिद दिनुभयो भने हामीलाई यहाँ भाषण गर्न सजिलो हुनेछ। र विदुर अधिकारी काँकर भिजाबाट रु 100 अरे मेरो दाजु भगवान् खोइ अरे हो किन सर धेरै धन्यवाद दिन चाहन्छौँ। र आज यो समिति चिनेको मान्छेहरू जस्तो लाग्यो अगाडि यी कार्यहरू सम्पादन गर्नका निम्ति आफ्नो सक्षमतालाई देखाइसकेको छ। र हाम्रा आदरणीय दाजु हाम्रा आदरणीय हाम्रा आदरणीय मित्र मेला राम्रो छ हाम्रो हाम्रो ठाउँको मेला हो होइन कहाँबाट आउनु भएको कहाँबाट आउनु भएको त्यो त हाम्रै ठाउँको मेलामा आउनुपर्छ नि होइन राम्रो छ र उहाँको टिमलाई धेरै धेरै ह्याप्पी शिवरात्रि धन्यवाद दिनुपर्छ। अवरात्र खटेर लाग्नु भएको छ। आज हामी बल्ल 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 वर्षदिनमा यहाँ आइपुग्यौँ होला। आज हामी बल्ल बल्ल महिनाको यहाँ आइपुग्ने अवसर हामीलाई प्राप्त भयो होला शिवरात्रि तर उहाँहरू 24 घण्टामा 18 घण्टा यहाँ खटेर यहाँ चाहिँ व्रतको मान्छेहरूको त पुरा टाइट भइरहेको छ गर्नुपर्छ। जति प्रशंसा गरे पनि पुग्दैन। र त्यस्तै गरेर यो मेलालाई सम्पन्न गर्नका निमित्त विभिन्न क्षेत्रबाट आफ्नो व्यवसाय सञ्चालन गरेर यो मेलालाई अझ भव्य सभ्य बनाउनका निमित्त पाल्नुहुने हाम्रा व्यवसायी बजारको रूपमा व्यवसायलाई गर्नुहुने हाम्रा व्यवसायी मित्रहरू ह्याप्पी शिवरात्रि सबैजनालाई भगवान्सँग उहाँहरूको पनि जय जय होस्, सुख होस्, शान्ति होस्, समृद्धि होस् परिवारमा। त्यस्तै गरेर विशाल विलास मल्लिक काँकर भिजाबाट रु 105 प्रदान गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। भगवान्को आशीर्वाद भगवान्को कृपा सधैँ बरसिरहोस्। र हजुरहरूलाई दर्शन गर्न अप्ठ्यारो भइराखेको महसुस हामीले गर्दैछौँ। भित्र हाम्रा स्वयंसेवक हुनुहुन्छ, गुरुहरू हुनुहुन्छ, उहाँहरूले हजुरहरूलाई अवश्य नै मद्दत गर्नुहुनेछ। र भित्र चढेका फुलहरू प्रसादहरूलाई दक्षिणाहरूलाई अलग अलग रूपमा राखेर त्यहाँबाट हजुर अलिकति बाबु सहज देखियो बनाइदिनु हुनका ल लागि ह्याप्पी शिवरात्रि सबैजनालाई ह्याप्पी शिवरात्रि सबैजनालाई सबैलाई ह्याप्पी शिवरात्रि है यहाँसम्म आइपुग्नका निमित्त यो धरोहरलाई अझ बलियो स्तम्भबाट बनाउनका निमित्त हामी जुट्नु परेको छ, जुट्छौँ। र आउँदा दिनहरूमा पनि यसै गरी यो कार्य हाम्रो अगाडि बढिरहनेछ। र आज अस्तिकै दिनदेखि म पुनः धन्यवाद व्यक्त गर्न चाहन्छु हाम्रा आदरणीय सुरक्षाकर्मी जो सशस्त्र प्रहरीका तर्फबाट हुनुहुन्छ, त्यस्तै गरेर नेपाल प्रहरीका तर्फबाट हुनुहुन्छ, त्यस्तै नगर प्रहरीका तर्फबाट हुनुहुन्छ। उहाँहरूले यहाँ अहोरात्र खटेर हामीलाई सुरक्षा प्रदान गरिराख्नु भएको छ। हाम्रो कार्यलाई सहजताका रूपमा सम्पादन होस् भनेर उहाँहरूले हामीलाई मद्दत गरिराख्नु भएको छ। उहाँहरू धन्यवादका पात्र हुनुहुन्छ। त्यस्तै गरेर हाम्रा जनप्रतिनिधिदेखि लिएर हाम्रा समाजका अग्रजहरू, हाम्रा नागरिक समाजका अग्रजहरू, सरहरू, हाम्रा गुरुहरू, हाम्रा आर्थिक सङ्कलन केन्द्रमा रहेर सेवा पुर्याइराख्नु भएको छ। उहाँहरू पनि धन्यवादका पात्र हुनुहुन्छ। र जति पनि भक्त सज्जन आज यहाँ उपस्थित हुनुभएको छ सबैलाई
भोले बाबाको कृपा सदा सर्वदा बर्सियोस्। यो हाम्रो सनातन हो, यो हाम्रो सनातन पद्धति हो। यो सनातनै कर्मलाई हामीले कहिले पनि भुल्न नसकौँ। यही सनातनका छातामाथि एक छत्र भएर हामीले आफ्नो ठाउँको विकासलाई अगाडि बढाउन सक्छौँ, हामी अगाडि बढ्न सक्छौँ। यो हामी कामना गर्न चाहन्छौँ। यो एकीभूत, यो एकता, यो समाजलाई जोड्ने काम केवल कसैले गर्छ भने त्यो सनातन धर्मले मात्र गर्छ, अन्यथा कसैले पनि गर्न सक्दैन। र आज हाम्रो यो भगवानप्रतिको समर्पण हुने दिन हामी सबै धन्य छौँ। आज यो अवसर परमात्माले हामीलाई प्रदान गर्नुभएको छ र आज भगवानलाई एक थोपा जल हामीले समर्पण गर्यौँ भने किन अलङ्कार प्रिय विष्णु जय घन्टी नमस्कार प्रिय भानु अनि जलधार प्रिय शिव भनिन्छ। भगवान विष्णुलाई प्रसन्न गर्नु पर्यो भने अलङ्कारको आवश्यकता पर्दछ। भगवान सूर्यलाई प्रसन्न गर्नु पर्यो भने नमस्कारको आवश्यकता पर्दछ। त्यस्तै गरेर त्यस्तै गरेर भगवान शिवलाई यदि कसैले प्रसन्न गर्नु छ भनेदेखि भगवान शिवजीलाई जलार्पण गरियो भने भगवान शिवजी अत्यन्तै छिटो खुसी हुनुहुन्छ। त्यसैले आशुतोष भनिन्छ। आशु शीघ्रं तुष्यति, साह्रै छिटो खुसी हुने, अत्यन्तै छिटो खुसी हुने, अत्यन्तै छिटो रमाउने, अत्यन्तै छिटो रमण गर्ने भक्तसँग लजाको। त्यस्तै गरेर राग सुजल बेचिनका 10बाट 105 कहाँबाट हो? कहाँबाट हो भने बागडुग्रा ए विदेशबाट है। राधिका बराल बेचिनगर 5बाट 105 रुपैयाँ भगवानका सेवाका लागि प्रदान गर्नुभएको छ। भाई कहाँ से आया? इंडिया से। कौन सा जगह? झारखंड। झारखंड से आया यहाँ तक उतना दूर से? व्यापार अच्छा हो रहा है? रक्षा मतलब सब लोग भगा रहा है, नहीं ले रहा है? मतलब कि नहीं ले रहा है, लेकिन यहाँ पे ना है ना सब लोग भगा रहा है कि तुम लोग भागो भागो। ओ बैठो बैठो। बागडुग्राबाट आएको अरे बहिनीहरू हो र? दुईजना मात्रै? ए के छ मेरो भाइ? भगवान शिवजीका सेवा आराधनाका लागि हामी उपस्थित भइरहेका छौँ र अब मध्याह्नको सेवा जो भगवान शिवजीका 16वटा वेदका मन्त्रद्वारा जलार्पण हुन्छ त्यो कार्य गरिदिनका निमित्त म गुरुलाई अनुरोध गर्न चाहन्छु मध्याह्नको समयमा र विशेष हाम्रा मुख्य आराधनाका लागि उहाँले प्रदान गर्नुभएको त्यो रकम अक्षय हुन्छ। जय श्री राधे, जय श्री श्याम। बेचनगर 5बाट हुनुहुन्छ उहाँले 120 रुपैयाँ प्रदान गर्नुभएको छ। भगवानका सेवा आराधनाका लागि उहाँलाई धेरै धेरै धन्यवाद छ। भगवानको सेवा आराधना हजुर ए ल ल युट्युबमा राख्छु हेर्नु होला पहिला डुबा मेला। हाम्रा सम्पूर्ण आगन्तुक महानुभावहरूलाई पनि यहाँ उपस्थित भइदिन विशेष अनुरोध गर्न चाहन्छु म। समस्त भक्तजन हाम्रो सचिवालय नगएर रसिद कटाएर आउनुहोला। रसिद लिएर आएर मात्रै यहाँबाट हामी वाचन गर्नेछौँ। बिना रसिदको रकम यहाँ ग्रहण गरिनु छैन। समितिका पदाधिकारी समक्ष रसिद उपलब्ध गराउनु पर्नेछ। तत्पश्चात मात्र यहाँ हामी यहाँबाट वाचन गर्ने कुरा गराउन चाहन्छौँ र 500 जति सक्दो हजुरले दर्शन गर्न उपलब्ध गराउन सक्नुहुनेछ र सम्पूर्ण आगन्तुक हाम्रा अभ्यागत महानुभावहरूमा धेरै धेरै धन्यवाद अर्पण गर्दै हाम्रा कुलदीप गिरिज्यू बेचनगर 8बाट रु 510 उपलब्ध गराउनु भएको छ। उहाँलाई पनि आएर सम्मान ग्रहण गरिदिनका निमित्त श्रद्धेय समाजसेवी आदरणीय कुलदीप गिरिज्यूलाई पनि विशेष आग्रह गर्न चाहन्छु। उहाँको पनि जय जय होस्। आफ्ना सम्पूर्ण सन्ततिहरूमा उन्नति प्रगति भइराखोस्, भगवानको कृपा बर्सिराखोस्। त्यस्तै गरेर हाम्रो विभिन्न स्थानबाट विभिन्न भक्तजनले आफ्नो
सेवाका निमित्त भगवानको सेवाका निमित्त दान उपलब्ध गराइराख्नु भएको छ र विषयलम जबेगु मेचीनगर 6 बाट रु 260 उपलब्ध गराउनु भएको छ। उहाँको पनि जय जय होस्, उन्नति प्रगति सदा सर्वदा भइराखोस्, भगवानले कल्याण गर्नुहोस् सबैलामा, यही हामी कामना गरौँ। र हजुरहरू जो कोही भगवानको सेवाका निमित्त सेवा दान उपलब्ध गराउन चाहनुहुन्छ भने यस मन्दिरको ठिक सामुन्नेमा टेन्ट लगाएर जो सचिवालय छ त्यहाँ गएर हजुरहरूले आफूले दिएको दान उपलब्ध गराउन सक्नुहुनेछ। हजुरहरूले उपलब्ध गराएको दान हामी भगवानका सेवामा समर्पण गर्नेछौँ। सम्पूर्ण हजुरहरूले जे जति गराउनु भएको छ त्यो दान रसिद मार्फत रसिद लिएर मात्रै त्यहाँबाट प्रस्थान गर्न पनि म अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर बिना खड्का मेचीनगर 7 बाट 110 रुपियाँ उपलब्ध गराउनु भएको छ। उहाँको पनि जय जय होस्, उन्नति प्रगति भइराखोस्। त्यसै क्रममा पुरा मेलाको चहलपहल छ यहाँ। बजार लागेको छ, बजार लागेको महिना फागुनमा पनि गर्मी फिल हुन थाल्यो त। मान्छेको भिडले हो कि के हो? अरे हाम्रो बहिनीहरूसँग भेट भएकै छ। नर्सरीको छ। अब श्रद्धेय गुरुदेवका श्रीमुखबाट भगवानका दिव्य गाथाहरू अरे हाम्रो यहाँ जहिले भेट हुँदो रहेछ हौ। के पाउँछ तिम्रोमा? सबै मेलामा देख्छु, किचक बज जाँदा त्यहीँ देख्छु, भैला डुबा आयो यहीँ देख्छु। यो भैला चाहिँ के हो? प्रसादी भण्डार। प्रसाद चाहिँ मागी पनि खानुपर्छ है, लजाउनु हुँदैन। नानीलाई प्रसादी भएको नि ठिक छ त। प्रवेश तिमसिना मेचीनगर 7 बाट 250 उपलब्ध गराउनु भएको छ। उहाँको पनि उन्नति प्रगति भइराखोस्। भगवान भोलेनाथको कृपाले सदा सर्वदा सम्पूर्ण सन्ततिहरूमा सद्बुद्धि प्राप्त होस्। र यसै क्रममा मनु धिमाल नकलबन्दाबाट 250 उपलब्ध गराउनु भएको छ। भगवानको सेवामा भगवानका चरणमा उक्त रकम उहाँले अर्पण गर्नुभएको छ। जय जय होस्, उहाँलाई हार्दिक साधुवाद अर्पण गर्न चाहन्छु। त्यस्तै गरेर शिवमुनि गुप्ता साक्षात भगवान दर्शन गराए। ठीक है ना, अच्छा हुआ लेकिन हम आगे सबको बोल दिया है ना। जय श्री राधे। यहाँहरूको सहयोग प्राप्त भएको छ। श्रीलाल मेचीनगर 8 बाट रु 210 रुपियाँ भगवानका सेवाका निमित्त प्राप्त भएको छ।
उहाँलाई धेरै धेरै धन्यवाद। परिवारमा सुख शान्ति समृद्धि बनिराखोस्। र आज हामी अब शिवरात्रिको यो सूर्योदयदेखि लिएर अहिलेसम्मको समय लगभग हाम्रो मध्याह्नमा आइसकेको छ। हामी मध्याह्नमा पुगिसकेका छौँ र अब मध्याह्नमा ठीक 12 बजे भगवानको महाभिषेक हुनेछ। त्यो महाभिषेकका लागि गुरुहरूलाई तयार रहनका लागि हामीले अनुरोध गर्न चाह्यौँ। बहिनी एकछिन रहनुहोला। यहाँ गङ्गा राजवंशी मेचीनगर 8बाट रु 105 रुपियाँ प्रदान गर्नुभएको छ। भगवान भोलेनाथका सेवामा मलाई धेरै धेरै धन्यवाद। त्यसै गरेर यहाँ माइली तामाङबाट मेनका एकबाट हुनुहुन्छ उहाँले 155 रुपियाँ भगवानका सेवाका लागि प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। भगवती कृपा सदा सर्वदा बनिरहोस्, हामी यही कामना गर्न चाहन्छौँ। र भगवानको मध्याह्नकालीन सेवाका लागि वैदिक मन्त्रोच्चारणद्वारा त्यस्तै गरेर भगवानमा जलार्पण गराइदिनका लागि भगवानलाई दिलो पेत्र समर्पण गर्नका लिएर उहाँहरूले गर्नुहुनेछ। हाम्रा भक्त सज्जनहरूले दर्शन गर्ने क्रम, जलार्पण गर्ने क्रम नित्य जारी छ। र त्यस्तै गरेर सङ्घका लागि 250 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। भगवानको कृपा, भगवानको आशीर्वाद सबै बर्सिरहोस्, हामी यही कामना गर्न चाहन्छौँ। जय श्री राधे, जय श्री श्याम। र एकछिन भाइ अपरेटर भाइले भगवान शिवजीको एउटा भजन बजाइदिनु होला, किनभने हामी बोल्दा बोल्दै थाकिँदैछ। र त्यस्तै गरेर दत्तमान भुजेल मेचीनगर 9बाट हुनुहुन्छ। भगवत सेवा आराधनाका लागि भनेर उहाँले 150 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। भगवानको सेवा आराधना प्रदान गर्नुभएको छ। भगवत सेवाका लागि उहाँले प्रदान गर्नुभएको यो के छ त भगवानका सेवाका लागि प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँका परिवारमा भगवानको कृपा बनिरहोस्। त्यस्तै गरेर हाम्रा अतिथिहरूको आउने क्रम निरन्तर भइरहेको छ। मेचीनगर खाद्य साँझमा 6 बजे र रात्रि 12 बजे हाम्रा यी चारै प्रहरका सेवाहरू हुन्छन्। र यो दोस्रो प्रहरको सेवा गरिदिनु हुनका लागि मैले गुरुहरूलाई अनुरोध गरेँ। हिमाल कटुवाल मेचीनगर 8बाट रु 105 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। भगवानको कृपा बर्सिरहोस्। त्यस्तै गरेर कृष्ण कुमारी माझी मेचीनगर 8बाट 105 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। त्यस्तै गरेर सन्तोका गिरीबाट मेचीनगर 8बाट हुनुहुन्छ। उहाँले 105 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। भगवानको सेवा आराधना सदा सर्वदा बनिरहोस्। तपाईँकोमा ट्रान्सफर हुन्छ पैसा? राजवंशी मेनका 10बाट रु 110 रुपियाँ प्रदान गर्नुभएको छ।
त्यहाँ छ फोन चाहिँ खै के छ पवित्र राजवंशी मेचुरल साहबबाट रु 105 रुपैयाँ भगवानका सेवा पूजाका निमित्त प्राप्त भएको छ। उहाँले प्रदान गर्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद छ। जैसे गंगा में शिव, जैसे यमुना में शिव, जैसे गंगा में शिव, जैसे यमुना में शिव, महासागर में समाया शिव का नाम रे है मेरी सांसों में तेरा ही नाम रे, ओ मेरी सांसों में तेरा ही नाम रे, जैसे कैलाशों में झुलन ठाकुर उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। भगवानका सेवाका लागि उहाँले प्रदान गर्नुभएको छ। त्यस्तै गरेर अर्को भगवत सेवा आराधनाका लागि इन्द्रमाया यहाँ थर खुलाइएको छैन, बेनपा 8बाट हुनुहुन्छ। उहाँले रु 55 प्रदान गर्नुभएको रोहन्त भण्डारी बेचेरघाटबाट रु 150 रुपैयाँ भगवत सेवा आराधनाका लागि प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। घरमा सुख शान्ति समृद्धि बनिरहोस्। र त्यस्तै गरेर कल्पना विकास बेचीनगर 8बाट रु 55 प्रदान गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। भगवानको कृपा बरसियोस्। अरे भाउजू खोइ दाइ सन्तबली राजवंशी इटाभट्टाबाट रु 105 रुपैयाँ प्राप्त भएको छ। भगवानको सेवा आराधनाका लागि उहाँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरी गीता राजवंशी इटाभट्टाबाट 105 रुपैयाँ भगवत सेवा आराधनाका लागि प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। निशान बाबु विद्युत कुस्तीमा राजवंशी कृष्णिमा राजवंशी मेनपा 6बाट रु 110 रुपैयाँ भगवत सेवा आराधनाका निमित्त प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। यहाँ प्रदान गर्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद छ। त्यस्तै हाम्रो स्वयंसेवक भाइ बहिनीहरू होइन यतैको हो सबैजना कहाँ हो घर हाम्रो घर यही हो हो मेला रमाइलो छ है युट्युबमा आउँछ ल किरण प्रभात हजुर के किरण प्रभात एउटा टिपी राख्नु भैला डुबा मेला भनेर हाल्छु भोलि ल सर्च गर्नु मेरै आउँछ सबभन्दा पहिला यसो बुझेको नि पुरा प्रसाद सरसाद रहेछ त एउटा बनाना देऊ न मलाई राम्रो खाना मिल्ने प्रसाद एउटा राम्रो खाना मिल्ने अलिक काँचो भयो अलिक पाकेको धेरै पाकेको नि होइन थ्याङ्क यू रुपैयाँ
सेवाका लागि प्रदान गर्नुभएको छ। उहाँको जीवनमा उत्तरोत्तर प्रगति उन्नति गरिरहोस् म कामना गर्न चाहन्छौँ। त्यसै गरेर सविता आनिया मेचीनगर 3बाट हुनुहुन्छ, उहाँले पनि 105 रुपियाँ प्रदान गर्नुभएको छ भगवानको सेवा आराधनाका लागि। आज उहाँको जन्मदिन पनि परेको रहेछ। जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना। धेरै धेरै उहाँलाई धन्यवाद दिन चाहन्छु। चन्द्रिका बानिया मेचीनगर 3बाट हुनुहुन्छ, उहाँले आफ्नो आयु आरोग्य प्राप्तिका निमित्त भगवानका सेवाका लागि भनेर 105 रुपियाँ प्रदान गर्नुभएको छ। र उहाँका जीवनमा आयु आरोग्यलाई धन्यवाद दिन चाहन्छु, आशीर्वाद पनि दिन चाहन्छु। र आदरणीय हाम्रा अध्यक्षज्यू पानी खान्छु अब लास्ट अलिकति 1 गिलास खान्छु, धेरै पनि खान्छु। हाम्रा अध्यक्षज्यूहरू सचिवालयमा काम गर्ने सबै महिलाहरू उच्चारण गरी, त्यस्तै गरेर हाम्रो सिनियर अधिकारीहरू अनि त्यस्तै गरेर हाम्रा आदरणीय कुन्दन निर्मलाज्यू उहाँहरू सबैलाई, त्यस्तै गरेर हाम्रो चन्द्र पेडालाज्यू हुनुहुन्छ, उहाँहरू बिहानैदेखि व्रतमा हुनुहुन्छ। हजुरहरू गएर थोरै भए पनि फलाहार गरेर आइदिनु भयो भने हामीलाई सहज हुन्छ। र त्यसै गरेर ज्ञानेन्द्र मेचीनगर 5बाट रु 500 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँका परिवारमा सुख होस्, शान्ति होस्, समृद्धि होस्। यो ग्याङको फोटो मैले पनि खिचेँ। मेचीनगर 3बाट रु 500 रुपियाँ होइन प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। परिवारमा सुख होस्, शान्ति होस्, समृद्धि होस्, जय जय होस्। त्यस्तै गरेर अनन्त कुमार हाल मेचीनगर 5बाट हुनुहुन्छ, उहाँले 150 रुपियाँ प्रदान गर्नुभएको छ। भगवानका सेवा आराधनाका लागि उहाँलाई धेरै धेरै धन्यवाद छ। त्यस्तै गरेर दिलीप राजवंशी मेचीनगर